हेलो भन। हेलो कहाँ जानु भएको? मन्दिर के गर्न? दर्शन गर्न जाँदैछौ? हो? भगवान्लाई जिउ गर्न जाने? हो? यता हेरिदिउँ न त। के खानु लाग्यो त अनि? अनि बिहानै बिस्कुट खाने हो? नखाऊ भन्दा मान्दिनौ। अब पेट दुख्छ तिम्रो नि? हामी चाहिँ अहिले मन्दिर जाँदैछौँ आज। नानीको बिदा पनि थियो अनि भगवान्लाई दर्शन गरी आउने गरेर जाँदैछौँ नि जाने। अब अलि माथि गएर चाहिँ हामी अटो चढ्छौँ अनि जान्छौँ। हामीलाई हेर्दै गर्नु होला भन न। भन त सानो यता हेरेर हामीलाई हेरिबस्नु भन। भनिदेऊ न। हामी आज कहाँ जाँदैछौँ रे? मन्दिर। ल ल बाई बाई गरिदियो अहिले। ल बाई बाई गरिदियो न। नभनी मानेर खाछौ नि तिमीले पख। छिटो आऊ छोरी, लेट भयो। आज चाहिँ बिहानदेखि घाम लागिरह। आऊ छिटो आऊ छिटो। बेबी ल ल ल ल ल ल। कता हो रे? हो हजुर। हामी चाहिँ मन्दिर आइपुग्यौँ। अन्त बिहे पनि हुन लाग्दो रहेछ। हजुर। हस् हस्। जुगाएर ल बन बन छिटो। मलाई बिरयानी बनाइदिनु भन न। अरू मलाई धेरै विद्या दिनु भन न छोरी। धेरै विद्या दिनु भन। अरू मलाई स्वस्थ बनाइदिनु, निरोगी बनाइदिनु भन। जु गर अब। फुल राखेर जु गर। लौ 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 ल जु गर्नुहोस् अब। ल यो पनि चढाइदिउ ल। ल यता राखिदियो यता। फेरि जु गर। माथि लगाइदिउ न। माथि लगाइदिउ बेबी। ल
फुल चढाइदेऊ अब ल ल फुल चढाइदेऊ अब ल फुल चढाइदेऊ यहाँनिर राखेर जो गर ल जो गर अब धेरै पढे भागवत भयो तेरा नमस्ते गरे है या जम्मा भयो यता हेर मम्मा लिएर धेरै पर्ने हस् सबै सस्तो ल तिमीलाई म यो दिन्छु ल पैसा किनिदिन्छु ल जो गतिले फुटी ल्याउ त ल धेरै बाँधिने र हजुर हेलो भन न हामी चाहिँ पूजा गरेर सक्यौँ भनिदियो त ल यता हेरेर भन त ल अब हामी चाहिँ घर जान्छौँ भन बाई बाई गर बाई बाई हाम्रो चाहिँ पूजा सकियो यता बिहे गर्ने पनि आइराख्नु भएको छ दाम्पत्य जीवनको शुभकामना जो भए पनि बेबी हजुरको जति खै कता राख्नुभयो खानुहुन्छ अरे हाँस्नु त हेर हाल्नु हुँदैन तिमी त ज्ञानी मान्छेलाई यता चाबी दिएँ नि मैले अब चाहिँ हामी जान लागेको घरतिर आऊ लु जाम अब आऊ ल आऊ जाम छिटो एकदमै राम्रो छ हाम्रो अम्बिकेश्वर मन्दिर चाहिँ यही हो मनले चिताएको सबै पुग्छ भन्छन् पुग्छ पनि छोरी ल हेर यता हेलो भनिदेऊ
बाई बाई गरिदिउँ न अब बाई बाई गरिदिउँछ न ल हामी घर जान लाग्यो बाई बाई भन ल हामी चाहिँ जान लागेको अब हजुर नमस्ते भन्नु म असम नमस्ते भन्छु साथीलाई हजुर अनि साथीले मलाई थ्याङ्क यू भन्छ अनि त्यसपछि साथीले तिमीलाई थ्याङ्क यू भन्नुहुन्छ ए म नमस्ते भनेपछि थ्याङ्क यू साथी भन्नुहुन्छ थ्याङ्क यू साथी भन्छ मलाई ए अहिले चाहिँ हामी कहाँदेखि फर्किँदैछौँ रे गाडीको कता यता मन्दिर गएर नि ए यता चाहिँ मन्दिर हो हामी चाहिँ फर्क्यौँ अब यता हामी चाहिँ हिँड्दै जाँदैछौँ आमा छोरी गर्दै लु हामी चाहिँ पूजा गरेर फर्किसक्यौँ एकदमै खुसी लाग्यो मन हलुका भयो मन्दिर दर्शन गर्न पाउँदा के भयो टिकी पुस्नु हुँदैन त साना ल हिँड अब ल हिँड हिँड छोरो तिमीलाई कसले माला लगाइदिएको रे माला कसले लगाइदिएको हजुर मम्मू लगाइदिएको ल यता साइडमा हिँड हामी चाहिँ नजिकै भएर हामी चाहिँ पैदल हिँडेरै गइरहेछौँ आऊ आउँदा चाहिँ अटोमा आएको ढिला हुन्छ कि भनेर ढिला त भइसक्यो त्यही पनि हिँड्दै जाँदैछौँ हामी चाहिँ होइन सानी आऊ ल आऊ आऊ किन फुकाएको धागो बाँध्नु हो पहिले हो एउटालाई बाँधेछ नि लु म राखिदिन्छु त्यो चाहिँ लु यो चाहिँ राखिदिन्छु छोरीको लागि गएको मन्दिर चाहिँ अस्ति बर्थडे थियो त्यो दिन जानु भनेको भएन अनि आज जान्छु भनिरहेको थिएँ अनि त्यही भएर आज नानी लिएर गएको पूजासुजा पनि गऱ्यौँ हामी चाहिँ मन आनन्द पनि भयो अब गएर खानासाना पकाउँछौँ अनि खान्छौँ नि सानी आज नानीको ल घुमाइदिन्छु ल घुमा ल नानीको चाहिँ आज छुट्टी हो नि सानी छुट्टी छ नि आज घरमै बस्यौ नि ल म सक्दिनँ घुम्न तिमी सानी छु म ठुली छु अनि मलाई घुमाउनु सक्छु र तिमीले सक्दिनौ त ल तिमी आफै घुमा ल ल भयो ल ल गाइस हामी चाहिँ अब बाई बाई भन्न चाहन्छु बाई बाई गरिदिउ ल बाई बाई भन बाई बाई गरिदिउ तगाइलाई आयो मेरो बेबीलाई ल आऊ छिटो अब जाने हो हामी अब पुग्नै रहेछौँ हामी चाहिँ नि ल बाई बाई आजको लागि यति नै